यो बुढो रुखहरूले यस्तो आफ्नो जरा झारेर आफ्नो सुरक्षाको लागि दरिलोको लागि भुइँमा टेकन लगाइराखेको अवस्था बाबै। आज यसो बिहानै निस्क्यो। आज चाहिँ थर्ड डे हो हाम्रो यहाँ आइपुगेको। यसो घुम्दै घुम्दै स्टार फेरीतिर जाँदैछौँ। यो काउलन पार्कको साइड नथान रोडको साइडमा हिँड्दैछौँ अहिले। यो काउलन पार्कतिर निस्किने गेट हो। बडो सिँगारेर पुचु 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 राखेछन् यहाँ। क्या राम्रो। यहाँ साल सबै लेखेर। यो मान्छेको हात हो, यो कसको हो? रोटरी इम्प्रेसन लेखेको छ। यसको खोइ खास अर्थ बुझिएको चाहिँ छैन है। ल किन बिसाएको त फेरि अहिले? अनि 7 बजे चाहिँ किन जानु? यसरी आफ्नो सुरक्षाको लागि मान्छेले पनि ठाउँ बनाइदिएको छ। यसलाई कन्भेन्सनको अगाडि अहिले छैन। ट्याक्क आइए मान्छेहरू कहिले त्यति आउँछ। पानी नै किनेन, खोलेकै थिएन तर है बोकेर हिँड्यो। सबवे भित्र चिम्साचुई स्टाफेरी जानलाई चिम्साचुईदेखि सबवे भित्र पस्यो। यहाँदेखि चट्टसँगले स्टाफेरी पुग्ने हो। यस्तो छ सबवे झिलिमिली। स्केलेटर जताततै यस्तो यस्तो। अनि यो चाहिने हो कि नचाहिने हो? यो हङकङले पैसा खर्च गरेर यस्तो यस्तो बनाएको छ पब्लिक सेवाको लागि। सबवेदेखि एक्जिट हुँदै यस्ता यस्ता पानीलाई पुरेर समुद्रलाई पुरेर यस्ता यस्तै संरचनाहरू बनाए। यो होटल महँगो महँगो होटलहरू, रिजेन्ट होटल। यो अर्को भयङ्कर ठुलो, यसको नाम चाहिँ थाहा भएन। यता सेराटन पर छ, सेराटन होटल। त्यो उताको पेनिनसुला होटल, पेनिनसुला होटलको माथि हेलिप्याड छ। त्यहाँ धनी धनीहरू आएर त्यहाँ बास बस्ने गर्दछन्। इच्छा माया त्यहाँ बसिन् के हो कुनी मेसेज रिडिङ गर्दै होला। यहाँदेखि पर देखिने अग्ला अग्ला रेसिडेन्टल बिल्डिङहरू चाहिँ कुन्तोङ साइड होला सायद। अनि यता सेङवान कचवे बेहरू हुन्। यो यता अब वान्चाई केहरू पर्छन् अरू। समुद्र हल्लिराखेको छ, अहिले खाली छ, बोटहरू चलेको छैन। हावा अलिअलि मन्द चलेकोले समुद्र हल्लिएको होला कि यो बहेको हो कि
वान्छाई इमिग्रेसन टावर ऊ त्यो यो बिल्डिङ बन्दै गरेको हामीले देखेको हो। उता सेन्ट्रलहरू माथि पिक उहरू छन्। हङकङ HSBC को टावर यो सबभन्दा ठुलो टावर सेन्ट्रलको। उता टाढा देखिएको छ। यता अघि पनि मैले खिचिसकेको यो रिजेन्ट होटलको तल्लो साइड ट्याक्क एक घुमेर आएँ। त्यहाँ बसेर योगा गर्न पो थालेछ। योगिनी आमा है। वान्छाई जाने फेरीमा पर्सियो चट्टसँगले यहाँ अब पारी जाने यसको बोटको सिटहरू खाली छ। आज बिहानै भएकोले गर्दाखेरि मान्छेहरू आवत जावत कमै छ। दिउँसो हो भने टनाटन हुन्छ यो। अहिले 8 बज्न आएछ बिहानको। चाहिँ सेन्ट्रल हिँडेको हो। सेन्ट्रल जाने यो सेन्ट्रल त्यही हो। त्यही यो टावर मुनि ओ पर उसको डेस्टिनेसन यस्तै छ। पारी हङकङ भन्छ क्या रे उता। यता स्टाफेरी चिम्साचुई बोर्डदेखि खिचेको भिडियो यस प्रकार छ। रेसिडेन्टल देखेको छ। सुन्दर मौसम धुमिएको छ। पानी पर्ने सङ्केत देखाएको छ वेदरले। स्टेसन पुग्न लाग्यो। ओ अर्को डिपार्चर हुँदैछ। त्यो चाहिँ अब फेरि अर्कै ठाउँ जाँदैछ।
दृश्य रोकिन्छ। रेडी रोकिँदैछ। बाजेले त्यो बाजेले डोरी अल्झाउनेछ। तयारी भइरहेको अब त्यो अङ्कुशे लाएर देखि उत्रेर बाहिर निस्किसक्यो। ए फेरिको वरपरको सिन यस्तो छ। वानचाइबाट चिम्सासु साइडको भ्यू यसरी देखिएको छ। यो काउलोन स्टेसन एरियाहरू यता अब चिम्साचुई पर्यो। स्टाफ फेरि यो पर थियौँ अघि 10 मिनट अगाडि, अहिले यहाँ छौँ। यहाँदेखि खिच्दा यस्तो देखिन्छ है चट्टसँग। फेरि स्टेसनदेखि यसो निस्केर यहाँ हामी पारी तार्यौँ। यहाँ इमिग्रेसन टावर यो भक्लो, यसको आसपासको बिल्डिङहरू यस्ता यस्ता छन्। अब के हुन्, यी सबै कमर्सियल बिल्डिङहरू हुन्। हङकङको अब दृश्यहरू यस्तै छ नि। ल यहाँ सिरु जस्तो काँस जस्तो पनि हो, खुलिसकेछ। काँसलाई मोडिफाई गरेर यस्तो बनाएछ।
गरेन भनेर फेरि उसलाई याद गरेन भनेर उसको चाहिँ कति यतिकै हो क्या एल्बमै त्यही हो